गाइज हामी चाहिँ आज कहाँ छ दाइ हामी चाहिँ यो मटिखान भन्ने ठाउँमा हो हैन ठ्याक्कै बाबा फ्लेभर आयो बाबा खासमा यो द सरोज भुटेल चाहिँ सब्सक्राइब गरिदिनुहोस् ल मैले भनेको ल र फाइनल्ली म आइपुगेको छु यो काला भैरव मन्दिर है त लास्ट थोरै यार यस्तो उभिनु पर्ने रहेछ वहाँ तलबाट स्लो मोसन र यो सँगसँगै हामी यहाँबाट पनि निस्क्यौँ अब होइन त्यो अघि लालीगुराँस टिपेर गाइजहरूलाई मैले लालीगुराँस खानु दिएको थिएँ कन्टी यस्तो भएछ त्यहाँ त फेरि जताततै जिता चाहिँ यहाँ यस्तो बजाइदिउँ न एमालेहरू तर्सोस् जस त्यो होइन नो नेगेटिभिटी होइन जस राम्रो होस् राष्ट्रको राम्रो होस् भगवान् सामु पनि त्यही प्रार्थना गर्छु देशको राम्रो हुनु पऱ्यो होइन जित हार त अवश्य एउटाको जित हुन्छ अवश्य एउटाको हार नै हुन्छ जसरी पनि होइन सो त्यही नै हो होइन फेरि यत्रो बाटो झरेर जानुपर्ने छ थुप्रो छ जानुपर्ने सो थाकिन्छ झर्दा झर्दा पनि होइन त्यो अब एकछिनमा तल जान्छौँ हामी गाइज म चाहिँ रुमतिर आइसकेको छु होइन भर्खर खानासाना खाइयो उता हामीले अनि दाइ चाहिँ उतै हुनुहुन्छ एकछिन बस्छु त्यही यस्तो गरेर बस्नुभयो उतै अनि म चाहिँ रुमतिर आएको छु होइन यहाँबाट चाहिँ यस्तो छ यहाँको भ्युज आज चाहिँ सबै तुवालो लाग्यो के भयो यार घाम उदाउनै पाएन यार अस्तिबाट यार के भयो गाइज भन तिमीहरू है अनि त्यही हो हिजो राति चाहिँ हामी चाहिँ यहाँ सुतेको थियौँ अनि यतापट्टि चाहिँ अब खै के ठुलो कुरा छोड्थ्यो होइन यहीँ बसेको हिजो राति चाहिँ हामी होइन अनि बत्तीको काम यदि हामीलाई दिएको भए चाहिँ यस्तो गर्नु पर्थेन अघि दाइले भन्दै खालि बत्तीवाला भनेर हुन्छ भन्दै थियो होइन के अन्त होइन कामै त्यही छ यस्तो पनि हुन्थेन है यस्तो पनि हुन्थेन हामीले गरेको भए चाहिँ यो हामीले टालिदिन्थ्यौँ एटलिस्ट कस्तो बुद्धि होला है यहाँ एउटा प्लेट हालेर ट्याक्क होल्डर हालिदिएको भए बरु एटलिस्ट अलिकतिलो त देख्थ्यो नि त होइन सो त्यही हो ल दाइ चाहिँ निस्किसक्यो होइन अनि म चाहिँ अब निस्किन्छु अहिले यहीँ छु मटिखानमै अनि अब यहाँबाट सर र यहाँबाट टक्क गर्दै कुखुरा खुली त है